गाइस दर्शन नमस्ते वेलकम टु माई युट्युब च्यानल। के छ सन्चै आराममा हुनुहुन्छ होला। आज चाहिँ हामी अर्को ठाउँ चाहिँ जस्तो हाम्रो मुहारतिर चाहिँ आज हाम्रो यसो मुहारतिरको घुमफिर कार्यक्रम भइरहेको थियो र आइरहेको छौँ। आज चाहिँ यहाँ चाहिँ हाम्रो ठाउँ भन्दा चाहिँ यहाँ चाहिँ धेरै फरक रहेछ। यो ठाउँमा चाहिँ आइपुग्दाखेरि मैले यसो यता वरपर दृश्यहरू अवलोकन गर्दाखेरि चाहिँ एकदम धेरै रमाइलो लाग्यो, वातावरण एकदम राम्रो लाग्यो। हामी चाहिँ अहिले दुईजना छौँ, कान्छा र म चाहिँ आएको छौँ। यहाँ चाहिँ कान्छा छन्, यिनी चाहिँ मेरो भाइ हो। म चाहिँ यिनीसँगै आएको हो। अहिले चाहिँ यहाँ म लगभग यो ठाउँमा चाहिँ यिनी पुरानो हुन्, म चाहिँ नयाँ हो, त्यही भएर चाहिँ यिनीसँग आएर साथमा आएको छु। यहाँ अगाडि पछाडि ठुलो सबै छ। यहाँ चाहिँ आज एकछिन 2-3 घन्टा चाहिँ यहाँ चाहिँ रमाइलोसँग घुम्लिन्छ। अनि त्यसपछि फेरि हाम्रो यात्रा पहिले नै हाम्रो फर्किने पर्ने हुन्छ। यहाँ अवलोकन गरिरहेको छु। यो भन्दा अर्को ठाउँ छ भन्छन् यहाँ कान्छा। भाइसँग चाहिँ हामी मुहारमा फर्स्ट टाइम आएको छु। कि म त यहाँ चाहिँ फर्स्ट टाइम भएर यिनी चाहिँ पुरानो मान्छे भएर यहाँदेखि बसेकी लगभग 1-2 वर्ष यहीँ बिताएको मान्छे हो। यिनीसँग चाहिँ म मुहार घुम्न आएको छु। यहाँ चाहिँ के भित्र गएको गल्लीमा चाहिँ माथि टालमा चाहिँ नेपालीको चाहिँ एउटा होटेल रहेछ। त्यो होटेलमा चाहिँ हामी छिर्न लाग्छौँ। छिरिसकेपछि त्यहाँका दृश्यहरू के छन्, कस्तो छन् र के पाइन्छन् भन्ने कुरा विषयमा चाहिँ सबै तपाईँहरू सामु बोलाउनेछु। भिडियो बनाइदिनेछु। यो पछाडिबाट देखिरहनु भएको छ के अरे, यो चाहिँ नेपाली दाइको होटेल। यो चाहिँ मुहारमा हामी आएको छौँ। अहिले चाहिँ भित्र छ, त्यही भएर चाहिँ हल्का फेस अलि धेरै आएको छ। हामीले चाहिँ एकछिन नास्ता खाने भएर चाहिँ मोमो अर्डर गरेका छौँ। एकछिनमा चाहिँ दाइले मोमो ल्याइदिनुहुन्छ होला। मोमोसँग खाएर फेरि हाम्रो गन्तव्य हाम्रो चाहिँ एउटा समुद्र टुरतिर छ। त्यहाँ चाहिँ आज एकछिन रमाइलो गरिन्छ। त्यहाँ चाहिँ यहाँ आइसकेको छौँ। यहाँदेखि अब त्यो ठाउँमा पुग्नलाई कति समय लाग्छ भने चाहिँ अहिले चाहिँ हामीले नेपाली दाइको होटेलमा चाहिँ हामीले रेस्ट गरेर मोमोसँग खाएर चाहिँ एकछिन फेरि यात्रा फेरि गन्तव्यतिरै लाग्नेछ। भन्दा भन्दै हाम्रो मोमो पनि आइसकेको छ। अब एकछिनमा मोमो खाने स्टार्ट भइसक्यो। दाइले चाहिँ अब ल हामी चाहिँ मोमो खान सुरु भइसकेको छ। कसैले चाउमिन कसैले मोमो खाने छ। उहाँ चाहिँ एउटा पारी दुईवटा चाहिँ चाउमिन खाने पर्नु भएको छ। हामी 4जनालाई चाहिँ मोमो खान लाग्छौँ अहिले चाहिँ। ल सबैजनालाई स्वागत छ है हाम्रो। पानी पनि आइसकेको छ, चिसो पानी। मोमो टक्राएर खाँदैछु कि हामीले चाहिँ मोमो चाहिँ एउटा टेस्ट गरेको चाहिँ एकदमै राम्रो लागेछ। एकदमै राम्रो लाग्यो मलाई चाहिँ।
बजारको गल्लीमा भौतारिरहेको छु, वरपर घुमिरहेको छु। मैले चाहिँ हामीले एउटा ब्याङ्कको अकाउन्ट खोल्ने भनेर यहाँ चाहिँ फर्स्ट टाइम भएर चाहिँ त्यस्तो नथाहा पाएको अनुसारले चाहिँ हामी एकजना दाइ मतलब एकजना बङ्गाली हाम्रो साथी हुनुहुन्छ, गुरुजी मेरो आफ्नै गुरुजी भन्नुहुन्छ, उहाँसँग चाहिँ हामी जान लाग्छ। केही समय वेट गरेर फेरि हामी जानेछौँ आफ्नो रुमतिर। ल पछाडिबाट जब आइरहेछौँ हामी, यहाँ पछाडि देख्न सक्नुहुन्छ यी माथि जिसको मूर्ति भवन टन्न छ। यता कन्टिन्यू अगाडि बढ्दैछौँ, टिकटक बनाउँदै भिडियो बनाउँदै हामी चाहिँ अगाडि बढ्दैछौँ। ल सबैजनालाई हेरेर लाइक कमेन्ट अथवा सेयर गरेर सबैले साथ र सपोर्ट माया गरिदिनु होला भन्ने। हामी चाहिँ घुम्दा घुम्दै यता यो ब्राह्मणहरूको राक्षसको मूर्ति भएको ठाउँमा चाहिँ आएछु मुगारमा। पछाडिबाट हेर्न सक्नुहुन्छ पारी देखिरहेको छ।